हामी चाहिँ घुम्न गइरहेका थियौँ अनि पेट्रोल पम्पमा फ्रेस हुन जाँदै थियौँ अनि उतो भैयाहरूले पनि बनाउँदै रहेछ अब के भन्छ तिनीहरूलाई होइन अनि तिनीहरू बनाइरहेको थिए नि हामी चाहिँ म बाहिरको भिडियोहरू बनाउँदै थिएँ नि मोबाइल चाहिँ बाहिर झिकेको है मेरो फोन त हावाले झार्छ जस्तै थियो यति रमाइलो थियो है भन्ने व्याख्या गर्ने नि ऊ छैन अनि हामीले चाहिँ धेरै इन्जोय गऱ्यौँ अनि ठाउँ ठाउँमा मान्छेहरूले भिडियो बनाइराखेका थिए है अनि यस्तो आनन्द थियो हामी पेट्रोल पम्पमा निस्किसकेर फ्रेस भयौँ अनि फ्रेस भएर बाहिर निस्क्यौँ अनि फेरि हामी आफ्नै गन्तव्यमा अब हामी त्यहाँनिर त पेट्रोल पम्पमा आएका थियौँ नि त अनि पेट्रोल पम्पमा आएर फेरि हामी चाहिँ हाम्रो गाडीसम्म जानलाई चाहिँ 10 मिनट जति लाग्छ है फेरि हजुरहरू माथिबाट आएर पेट्रोल पम्पमा आउनलाई चाहिँ 10-15 मिनट लाग्छ हजुरहरू फेरि फ्रेस हुन्छु अनि मुखसुख धुन्छु यताउता भनेर बिहानै हजुरहरू नुहाइधुवाइ गर्छु भन्न सक्नुहुन्छ अनि फेरि हामी आयौँ अनि हाम्रो सामानहरू सबै गाडीभित्र हाल्यौँ हालेर हामी फेरि आफ्नै घरतर्फ लाग्यौँ अनि आउँदै गर्दा बाटोमा भिडियो बनाउँदै थियौँ आनन्द भयो अन्ताक्षरी खेल्यौँ मिठो भयो रमाइलो भयो आनन्द भयो अनि यो पहाडी क्षेत्रमा चाहिँ हरियाली नभए पनि हावा एकदम राम्रो थियो हुन्छ नि त्यहाँको बाहिरको गर्मी र यहाँको गर्मी चाहिँ अलिक फरक नै थियो अब यहाँको गर्मी त अब हजुरहरूलाई थाहा नै छ है तर यो ठाउँमा हजुरहरू जानुभयो भने चाहिँ बस्ने गरी जानुभयो भने चाहिँ एकदम आनन्दित हुन्छ नि कहिलेकाहीँ त्यो एसीको हावा खाना छोडेर हजुरहरू परिवार साथी हुनुहुन्छ भने हजुरहरू जान सक्नुहुन्छ पहिला पनि एकपल्ट म आएको थिएँ होइन दिदी दाजुहरूसँग आएको थिएँ त्यति बेला चाहिँ म स्याड भएर मैले भिडियोहरू बनाएको थिएन है अनि अहिले चाहिँ हामी परिवार आयो अनि भिडियोहरू बनायौँ यसमा चाहिँ दिदी परिवार भन्दा खोइ तिमीहरूको दिदीहरू चाहिँ पनि छन् अनि दिदीहरू त थिएनन् उनीहरूलाई मैले सोधेन पनि गाडीमा धेरै अँटिँदैन पनि थियो है अनि गएन अनि हामी गयौँ भिडियोहरू बनाइराखेको थिएँ मलाई चाहिँ एकदम आनन्दित एकदम योपालि चाहिँ एकदम रमाइलो जस्तो भयो कि अनि एकदम म हेप्पीले भिडियो बनाइराखेँ यति धेरै भिडियो बनाएँ कि पोस्ट गर्दा पनि भिडियो लामो भने हजुरहरूलाई हेर्नलाई पनि है कति लामो भन्नु होला यस्तो दामी थियो नि यो पहाड अनि हरियाली नभए पनि आनन्दित थियो कि अनि एकदम मलाई खुसी लाग्यो यो ठाउँमा पुगेँ छुट्टीको समयमा सदुपयोग भयो है अनि हामी चाहिँ निस्क्यौँ अनि यस्तो दामी थियो है भिडियो लामोसम्म होला यो पहाडी क्षेत्र देखायो भनेर अनि हजुरहरू पनि जानुहोला आफ्नो व्यवस्थित तरिकाले अनि म त्यहाँ जान्छु अनि त्यहाँ चाहिँ कहाँ होला टोयलेट कहाँ होला पानीहरू भन्नुहुन्छ भने आफूले पिउने पानीहरू चाहिँ हजुरहरूले आफै लानुपर्ने हुन्छ अनि हजुरहरू फ्यामिली साथी हुन्छ नि ग्रुप बनाएर अनि आफूलाई चाहिने खाने सामानहरू लिएर जानुहोला र इन्जोय गर्नुहोला हामीले त गऱ्यौँ अनि अवश्य एउटा अब पाल जस्तो आफ्नो होइन बस्ने राति बस्नलाई अब हजुरहरूले लाइट पनि लिएर जान सक्नुहुन्छ अनि त्यहाँ चाहिँ अलिक अँध्यारो हुन्छ नि त लाइट पनि लिएर जानुहोला अनि गाना बजाउँछु भन्नुहुन्छ भने हजुरहरूले आफ्नो म्युजिक सिस्टमको होइन अब साउन्ड बक्स पनि लिएर जान सक्नुहुन्छ अनि भिडियोहरू हजुरहरूले एकदम इन्जोय गर्न सक्नुहुन्छ अनि यो देखेको चाहिँ बाहिर निस्केपछि चाहिँ खजुरका बोटहरू पनि देखिन्छन् अनि त्यहाँ उटहरू पनि देखिन्छ र बकरीहरू पनि छन् अन्त बिहान चाहिँ भन्नै बिर्सेको के त्यो चाहिँ आफू सुतेको बेलामा चाहिँ बाख्राले आएर आफ्नो बाहिरको अब खाना राखेको सामानहरू खाइदियो भने चाहिँ हजुरहरू मस्त निन्द्रामा नआउनु होला है अनि हजुरहरू त्यहाँ चाहिँ
अब मस्त निन्द्रामा अनि त्यहाँ जे जथाभावी पनि गर्न पाइन्छ भनेर आफ्नो खुसीले केही नगर्नु होला किनभने त्यहाँ क्यामेराहरू पनि जडान गरिएको छ है। अर्काको ठाउँ लाई अलिक सदुपयोग गरेर इन्जोय गर्नुहोला। अब त्यहाँ चाहिँ तपाईँले बसेर आनन्दले खान रमाइलो गर्न सक्नुहुन्छ। अब तर खाएपछि साथी साथी झगडा गर्ने एकले अर्कालाई उ गर्ने हो त्यस्तोहरू चाहिँ हजुरले नगर्नु होला किनभने त्यो अर्काको त्यहाँनिर घुमिरहेछन् आमाहरू पनि। अनि यस्तो दामी थियो अनि पछाडि आउँदा ठुटा ठुटा त्यो बाख्राहरू पनि चरिरहेछन् है। अनि यताउता थियो अनि हजुरहरू जानु होला अवश्य पनि है, छुट्टीमा इन्जोय गर्नु होला। हामीले त गरेर फर्क्यौँ, एकदम आनन्दित भयो, रमाइलो भयो र अझै पनि यस्ता भिडियोहरू आउँछन् नै, हजुरहरू हेरिदिनु होला। हस् त, धन्यवाद।